सम्पूर्णमा नमस्ते सुवारो भन्न चाहे त हजुर हो। आज चाहिँ भने यहाँ टक्क रक्सी पनि पार्ने अनि चारो पनि ल्याउने टक्क आज चाहिँ मसिनो सुँगुरहरूको लागि खर बनाउने भनेर यहाँ हातमा चाहिँ अटी नअटी केहरू बोकिया छ है त गाइज। यसरी टक्क गइँदैछ। प्राय प्रत्येक दिन चाहिँ एक्सर्साइज हुँदैछ है त गाइज। यसरी टक्क गइँदैछ। अब भरे म टक्क सबै देखाउने छु सुँगुरको खर चाहिँ कसरी बनाएको चाहिँ सबै भिडियो बनाएर म हाल तपाईहरुको सामु चाहिँ प्रस्तुत गर्नेछु है त गाइज। टक्क म अहिले चाहिँ गाउँघरमा मैले के गरेँ कहाँ गएँ सबै प्राय मेरो भिडियोहरू चाहिँ हाल्दै आएको छु। सबैजनाले हेरिदिनु भएकोमा माया गरिदिनु भएकोमा धन्यवाद भन्न चाहे। अब बाँकी भिडियो म जोड्दै जानेछु है त गाइज। यता टक्कसँगले घाम चाहिँ बबाल गरी लागेको देख्न सक्नुहुनेछ। यता भने अब यो डाँडादेखि पर चाहिँ फेरि घाम पुग्नु यसमा लगभग 9 नै बज्नुपर्छ क्या। यो डाँडादेखि उता चाहिँ अलिक ढिलो नै घाम आइपुग्छ। यता डाँडाभन्दा भएर चाहिँ अलिक छिट्टै भन्दा पनि 7:30 बजीतिर मात्र आइपुग्छ। टक्क अब यो डाँडादेखि उता चाहिँ पुरा घाम 9 बजी मात्र आइपुग्छ है गाइज। म चाहिँ यसरी जाँदैछु टक्कसँगले। हेलो हेलो। यहाँ चाहिँ टक्क जाने क्रममा हाम्रो एकजना सोल्टी महिलासँग चाहिँ यहीँ ठिक्क भेट हुन्छ। यहाँ हाई गरिदिउँ त दर्शकलाई। हाई। उहाँ चाहिँ डेरी गएर आज जोत्ने हो। डेरी गएर जहिले यहाँ हाम्रो भेट हुन्छ है। यहाँ जाने क्रममा टक्क यसरी गइँदैछ। यो मुला भोके कुकुर पनि यहाँ आधी घाँटी काटेर चाहिँ हिँड्दैछ। यहाँ हिँड्दैछ त्यस टक्कसँगले यहाँ देख्न सक्नुहुनेछ। यहाँ चाहिँ हाम्रो ज्ञानबहादुर कार्की म्याकरी गोरु लिएर आउँदो रहेछ अघि पर गएर। गोरुहरू चाहिँ बवाल छ नै गाइस। यहाँ देख्न सक्नुहुनेछ कालो रातो वर्णको यहाँ हलो बोकेर हलो हेरौँ त। हलो खतरा छ। यहाँ चाहिँ हाम्रो ज्ञानबहादुर अस्ति ट्र्याक्टर चलाउने निकै बेच दिनुभएको थियो। सहाय गरिदिउँ त। यहाँ चाहिँ गफ हान्दैछ केटो। गफ हान्दैछ हलो बोकेर ल्याउँदैछ। यहाँ कसको जोत्ने अझ आफ्नै जोत्ने अरे। टक्क कसरी गइँदैछ है त गाइज। यता माथि चाहिँ टक्क एक बिजुलीको तारहरू गरिराख्या देख्न सक्नुहुनेछ टक्कसँगले। अब चाहिँ म लगभग यो हाम्रो सानो सिमलबट्टी चोक फुलुम्बा चोक चाहिँ पुग्ने लागेको छु टक्कसँगले। यहाँसम्म चाहिँ घाम लागिराखेको नै छ। अब यहाँदेखि उता चाहिँ खासै घाम हुँदैन है त गाइज। टक्क यहाँबाट अब उता लागेपछि चाहिँ पुरा शीतल छैन घाम छैन। अब घाम भरे 9 बजीतिर मात्र देख्न पाइन्छ लगभग। टक्क यसरी लाग्यो त गाइज। जाँदैछु टाढा। यहाँ चाहिँ पानी यसरी बगिरहन्छ। यहाँ सानो सानो पानी चाहिँ मुलो माथि छ टक्कसँगले। यो मुला पुकुली चाहिँ यता रहेछ। उफ्रिँदै ए छोड्छ यहाँ आउँदैछ उफ्रिँदै टक्कसँगले। खुसीको मान्छे देखेर यहाँ सानो पुकुरी पनि छ। त्यो तल चाहिँ हाम्रो भाउजू छ नै त देख्न सक्नुहुनेछ। हामी चाहिँ टक्कसँगले यसरी गइँदैछ। यहाँ यो त सधैँ देख्नुहुनेछ। बाबा आएको रहेनछ। टक्कसँगले यसरी गइँदैछ। यहाँ चिसो छ गाइस। यसरी चिसो छ। त्यो मुलाको कुराहरू खुसी भइराखेको छ हेरौँमा। यहाँ कुराहरू यो हराएको छ। दुईवटा छ सानो सानो। टक्कसँगले यसरी गइँदैछ टक्कसँगले। पुरा यहाँ मिन्जा र मिन्जा के बोकिया छ टक्क यसरी गइँदैछ त। त्यो कुकुर चाहिँ नाचा नगर न धुलो दलियो सब धुलो दलिदिएर हेरौँ त। म्याक्री यो फेरि यो पुकुली हिजो थिएन हराएको थिएँ। यसको खुट्टा काट्याङ गर्दैछ हेरौँ है कुकुरहरू। पर कुद्दैछन् पाठाहरू।
उनीहरूलाई नै आज थन्को लाउने टक्कसँगले। यहाँ चाहिँ आज खोर बनाउने, यहाँनिर बनाउने टक्कसँगले। यो चाहिँ यो मुला चाहिँ यो पा हो, ताउले चाहिँ टक्क देख्न सक्नुहुनेछ। सुँगुरहरू यो पा खोजेर पुरा मर्नु आएका छन्। त्यो बच्चाहरूलाई चाहिँ तलाउने त यहाँ बनाएर चाहिँ आज खोर यहाँ बनाउने हो त गाइस। यसरी देख्न सक्नुहुनेछ त गाइस। टक्कसँगले यो तार चाहिँ यहाँ ठोकिरहेको थियो, तार प्लस यो चाहिँ मासतिर लिएर गयो त गाइस। टक्क आइ हौ नटेक्न हौ। यहाँ सिँढी चाहिँ टक्क 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 चढेर यसरी टक्क 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 गयो गरियो टक्कसँगले। यसरी हामीले रक्सी पार्नको लागि चाहिँ हिजो जोडिराखेको छ। अघि निकै आगो बालिसकेछ हाम्रो मलदाइले टक्क माथि टक्क आगो निकै बालिसकेछ। अब त्यो पनि पार्ने हो, तर पनि काम गर्ने हो। अब बाँकी भिडियो चाहिँ म जोड्दै जाँदैछु है त गाइस। चलेर हेर्नु तर चल्नु आउँछन् क्या टक्कसँगले। हिजो चाहिँ कहाँ गएको थिएँ, हिजो थिइनँ घरमा, यहाँ आज चल्दैछ मसँगै। छोड नचल चल्नु आउँछ पुरा यार। चाहिँ सुँगुर खोर बनाउनुको लागि टक्कसँगले सर्वप्रथम चाहिँ यहाँ मल चाहिँ फ्याँकिँदैछ। यहाँ अलिअलि भएको अस्ति यताको चाहिँ भान्जो र मह भएर फ्याँक्यो। खर भत्काएर चाहिँ अब दुईवटा बनाएर चाहिँ खर यो मसिनोहरूलाई साह्रै सच्चै गरेँ लाउने भनेर चाहिँ यहाँ गरिँदैछ है त गाइस। यसरी देख्न सक्नुहुनेछ गाइस, टक्क मल चाहिँ यसरी सकिया छ। अब बाँस काटेर बिगडेर टक्क बनाउने है त गाइस। यसरी यहाँ चाहिँ टक्क यहाँ छाप्नुको लागि चाहिँ यहाँ काटिँदैछ बाँस। यसरी टकटक काटिँदैछ है त। यहाँ यसरी छाप्ने भनेर चाहिँ काटिँदैछ है त गाइस। टक्कसँगले आज चाहिँ यति मात्रै बाँस राखेको। तल अब इमर्जेन्सी तल जानुपर्ने भयो क्या, एकजना श्रीमाङ भन्नेको बिहे तत्काल भयो अरे भोलिलाई, त्यही भएर तल जानुपर्ने हो। आज चाहिँ बिहान यति गरेर लाग्यो त गाइस। उहाँ चाहिँ टक्क देख्न सक्नुहुनेछ है गाइस। भाटा चाहिँ फुटाएर यहाँ यसरी साट्दैछौँ गर्दैछौँ टक्क यहाँ गरेर छाप्नु सकेर चाहिँ चार्ने है, बेर गर्ने टक्क भाटा यहाँ बिछाएर चाहिँ कस्ने काम भइरहेको छ है त गाइस। टक्क देख्न सक्नुहुनेछ। हजुर गाइस, यहाँ चाहिँ बाँधिँदैछ है त। खर चाहिँ टक्क सकेर अब सकेको बाँध्नु मात्र बाँकी है त। सबै टक्क सिद्धियो त गाइस। यसरी अन्दै बिदा बाँधे है त। हस् त बाई बाई। फाइनली गाइस यहाँ चाहिँ सुँगुर खोर यसरी रेडी गरिसकेका छौँ है त। टक्क यसरी गरिसकेका छौँ है त टक्क। अब यो मसिनोहरूलाई लाउने हो। यो माउहरूलाई चुसेर हेरौँ यस्तो बनाएको थियो, मसिनोहरूलाई लाउने भनेर बनाइसकियो त। टक्कसँगले यहाँ खोर निर्माण गरेर चाहिँ यो बच्चाहरूलाई चाहिँ यसरी लगाइया छ है त गाइस। देख्न सक्नुहुनेछ बच्चाहरूलाई चाहिँ टक्क यसरी लगाइया छ है त। यहाँ खोर बनाइसकेर चाहिँ भन्दै म चाहिँ मेरो भिडियोबाट बिदा माग्न चाहन्छु। हस् त अर्को भिडियोमा भेटौँला है त। बाई बाई।